नेपालको राष्ट्रिय खेल भलिबल, त्यसमा पनि ठुलो चरम राजनीतिकरण हुँदाखेरि दुःख लागेको छ। हामी विदेशमा रहेर पनि नेपाल भलिबललाई मन पराउने र नेपाल भलिबलको चाहिँ भलो चाहने मान्छेहरू चाहिँ, साथीहरू चाहिँ सबै दुखित भएका छौँ। हिजो आज चलिरहेको काबा वुमेन भलिबल म्याच हेर्नको लागि हामी कयौँ घन्टा खर्चेका छौँ। अहिले केही वर्ष अगाडि चाहिँ फ्रीमा युट्युब अर्थात् विभिन्न प्लेटफर्मबाट देखिन्थ्यो भनेदेखि यसपालि चाहिँ डिगो एपमा नेपाली रुपियाँ 100 रुपियाँ र विदेशबाट चाहिँ $1.99 तिर्नुपर्ने, त्यो ठिक थियो। तर तिर्नको लागि मैले 2 घन्टा जति टाइम खर्चेँ होला। विभिन्न माध्यमबाट मैले रिभ्यू लिएर चाहिँ हेर्दाखेरि मेरो मात्रै समस्या नभएर सारा नेपाली विदेशमा बस्नुहुनेको समस्या। यो सरसर्ती हेर्दाखेरि डिगो एपकै एप्लिकेसनमै प्रब्लम देखायो। सहज तरिकाले पेमेन्ट गर्ने एउटा वातावरण बनाइदिनु भएको भए हामी यसरी दुःखी हुने थिएनौँ। किनभने हामी त हजारौँ लाखौँ विदेशमा जो नेपाल भलिबललाई र नेपाली राष्ट्रिय खेललाई मन पराउने मान्छे छौँ। यो कुरालाई चाहिँ सहजता बनाइदिनको लागि पुनः पुनः अनुरोध गरेँ। तसर्थ मलाई चित्त बुझेन, तत्कालै गएर मैले डिगो एप सर्च गरेँ। डिगो एप सर्च फेसबुकमा गएर चाहिँ उहाँले हालेको पोस्टमा मैले कमेन्ट गरेँ। कमेन्ट गरेको एकछिनमै मलाई इनबक्समा रिप्लाई पनि गर्नुभयो र रिभ्यू पनि दिनुभयो। यसरी गर्नु भनेर सल्लाह चाहिँ दिनुभयो, तर अझै पनि मेरो पेमेन्ट सक्सेस हुन सकेन। यस्तो राष्ट्रिय भलिबल खेल जस्तो कुरामा चाहिँ यसरी राजनीतिकरण नगरेर चाहिँ सहज तरिकाले नेपाली भलिबल प्रेमीहरूले चाहिँ हेर्ने वातावरण सिर्जना गरिदिनु हुनको लागि नेपाल भलिबल सङ्घलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। धन्यवाद।